हिजडाको छोरालाई हेर्नु त। यो धरानमा सुकुम्बासी भन्छ। सुकुम्बासी भनेको एउटा मेरो प्रश्न त्यो है। र यो देश सरकारको भन्छ। सरकार भनेको है, सरकार भनेको को हो? त्यो भनेको सरकारको जग्गा भनिराखेको यहाँ मैले पत्रकारको मित्रहरूले सुने। सरकार भनेको चाहिँ को हो? यो लोकतन्त्रमा जनताले भनेको कुरा, जनताको आवश्यकता, जनताको भावना, जनताको इच्छा बुझिँदैन भने सरकार भनेको को हो? को सरकार? यही जनताले दिएको भोटले जितेको मान्छेहरू होइन त्यहाँ गएको। सुकुम्बासी भन्ने है, हरेक कुरामा चाहिँ अब यहाँ छ नि। यो बस्ती बसाउने भनेको राजनीतिक दलहरू नै हो होइन कि? सोलुखुम्बु उता माथि चाहिँ सङ्घर्षको कोही मान्छे आएर कैलाशमा चाहिँ के अरे बारेर बस्न कसैले त्यो हिम्मत गर्छ? राजनीतिक दलहरूले नै बस त्यहाँ गएर भनेर चाहिँ भने हो।